मरेको भन्नुको मतलब नै तपाईँ र मेरो आशा भरोसा सबै टुटेर सबै खतम भइसकेको कुरा हो। मरेको पनि 4 दिन भइसकेको कुरा हो र यसरी यस्तो अवस्थामा पर पठाएको र आफै गएको र कसैलाई भनी पठाएर मागेको कुरा अनि आफै गएर माग्ने कुराहरू। अब यो सम्बन्धलाई पनि अलिकति हामी हेरौँ यो वचनको द्वारा होइन। बडा मजाको यहाँ भन्छ, यसकारण दिदीले उहाँ कहाँ यसो भनी पठाइन्, हे प्रभु हेर्नुहोस्, जसलाई तपाईँ माया गर्नुहुन्छ तिनी बिरामी परेका छन्। यहाँ भन्छ खबर भनी पठाएको छ। यहाँ कोही एउटा व्यक्ति गयो, कसैलाई पठाएको छ। प्रभु यीशु मसीह धेरै टाढो ठाउँमा गएको छ, जहाँ यहाँनिर लाजरसको गाउँ छ, त्यहाँदेखि निकै टाढै गाउँमा गएको छ। अनि खबर हेर्दैछौँ, खबर पठायो, अब अवश्य आउँछ। यहाँनिर प्रभु यीशु ख्रीष्ट र मार्था र मरियमले बिचमा एउटा मध्यस्थ बनाएको कुराहरू हामी बुझ्छौँ। खबर पठायो, यो चाहिँ एउटा मध्यस्थ हो। अब हामीले यसलाई अब हेरौँ, तर यसुले यो सुनेर भन्नुभयो, यो बिरामी मर्ने किसिमको त होइन, तर त्यसबाट परमेश्वरको पुत्रको महिमा होस् भनी परमेश्वरको महिमाको निम्ति। तर यहाँ भन्दैछ अब मर्ने किसिमको चाहिँ यो होइन भनेर प्रभुले यहाँनिर वचनमा भन्नुभयो कि यो मर्ने किसिमको चाहिँ होइन। तर यही बिचमा भएको घटनामा यहाँ एउटा कुरा भइराखेको छ। प्रभु यीशु मसीह आफ्नो चेलाहरूसँग प्रचारमा गइराखेको छ, उनीहरू वाद विवाद गरिराखेको छ। प्रभुले आत्मामा थाहा पाउनुभयो यो लाजरस भन्ने व्यक्ति चाहिँ यस्तो प्रकारको हो कि ऊ चाहिँ मरेको छ। खबर पायो, अझै 2 दिन बस्नुभयो। हुनसक्छ तपाईँ र मैले प्रार्थना गरिसकेर पनि केही समय लाग्न सक्छ। प्रभुले किन ढिलाउनु भयो, किन त्यहाँ 2 दिन बस्नुभयो? हुनसक्छ आज हामी तपाईँले गरेको प्रार्थना पनि गरेको समयमा नै त्यसको प्रतिउत्तर नपाएर केही समय लाग्छ भने हुनसक्छ ढिलाइ हुनसक्छ। ढिलाइ भयो, यहाँ जानी जानी प्रभु 2 दिन चाहिँ त्यहाँनिर के अरे अझै पो बस्नुभयो अरे। खबर पायो अनि प्रार्थना गरिदिन्छ। अनि प्रभुले यो कुराहरू है जान्नुहुन्छ, तरै पनि ढिलाइ छ यहाँनिर। सायद हामीले गरेको प्रार्थनाको सायद पुगेन कि क्या हो, हामीमा शङ्का हुन्छ। आशा थियो त्यहाँ, तर शङ्का हुन्छ सायद हाम्रो प्रार्थना छन् होला। अब यसोले तिनको मृत्युको विषयमा भन्नुभएको थियो, तर तिनले चाहिँ निन्द्राको आरामीको विषयमा भन्नुभएको हो भनी ठाने। यसोले तिनीहरूलाई सफासँग भनिदिनु भयो, लाजरस मरेका छन्, तिनीहरूले विश्वास गर भन्ने नै म त्यहाँ नभएकोले तिमीहरूका खातिर खुसी छु। जे भए तापनि हामी तिनी कहाँ जाउँ। तिनलाई स्यानमा राखेको 4 दिन भइसकेको भेटाउनु भयो। बेथानी यरुसलेमको नजिक प्राय 1 कोस टाढामा थियो। अनि यहुदीले मध्ये धेरैजना मार्था र मरियम कहाँ तिनका भाइको विषयमा तिनीहरूलाई सहानुभूति दिनलाई आएका थिए। यसकारण यसो आइरहनु भएको सुनेर मार्था उहाँलाई भेट्न गइन्, तर मरियम चाहिँ घरैमा बसिरहे। अनि यो परिस्थितिभित्र तिनीहरू कुन हिसाबमा गुज्रिराखेको थियो? जो आशा थियो, बिरामी परेको छ, प्रभु तपाईँ आइदिनु पर्छ, आशा थियो। अब त्यो आशा पनि टुटिसकेको त छैन, भाइ मर्यो। प्रभु उहाँले जानी बुझी यहाँ नआउनुको एउटा मुख्य विशेष कारणहरू छ। यहाँ किन उहाँ ढिलाउनु भयो? मैले भनिहालेँ, यदि बिरामी हुँदै उहाँ आएर उहाँले बोल्दा पनि उहाँ त्यो लाजरस त निको हुने नै हो। हामी उहाँको चमत्कार, उहाँको अचमक काममा देख्छौँ। कप्तानको नोकर बिमार हुँदाखेरि बोली मात्रै दिनुहोस्, जाति हुन्छ, हो पनि जाति भयो। तर लाजरसको समयमा प्रभु यीशु मसीहले भन्नु सक्नुहुन्थ्यो, भन्नु उहाँमा थियो त्यो सामर्थ्य निको हो भनेर। उहाँले यो कुरा गर्नुभयो। उहाँले आफ्नो चेलाहरूलाई चाहिँ के भन्नुहुँदैछ भने लाजरस चाहिँ निन्द्रामा पर्यो। अब सुत्यो लाजरस, लाजरस सुत्यो, निन्द्रामा पर्यो, निन्द्रामा छ। अब बिउताउनु जानुपर्छ, निन्द्राबाट बिउजाउनु होइन।
छ यहाँ। यदि तपाईँ यहाँ हुनुहुँदो त मर्ने मेरो भाइ मर्ने थिएन। जब समय थियो जीवित हुँदा उनी एउटा आशा थियो अनि खबर पठायो तर अब मर्यो। तर यहाँ अझै पनि एउटा कुराहरू हेऱ्यौँ, प्रभु येशू मसीह जब आउनुभयो उनीहरूको भक्तिमा कुनै कमी थिएन। प्रभुलाई इन्कार गर्नु गरेन यो दिदी बहिनीले, स्वागत गरेको छ, आफ्नो दुःखहरू पोखाएको छ। त अब यहाँनिर अब हेर्छौँ 22मा चाहिँ अझै एउटा कुरो छ, तर अब पनि म जान्दछु तपाईँले परमेश्वरसित जे माग्नुहुन्छ परमेश्वरले तपाईँलाई दिनुहुन्छ। अझै एउटा आशा छ। मर्यो 4 दिन भयो, भाइ मरेको 4 दिन भयो। लाजरसको शरीर पुगेर गनाइसकेको छ। त्यो समयमा मान्छेको शरीर कति छिटो पुग्छ, मरेर गनाइसक्यो भन्ने पनि यहाँनिर शब्द हामीले पढेको छौँ होइन, गनाइसक्यो। तरै पनि मार्ताको एउटा आशा, एक शब्द एउटा आशाको वचन, आशाको कुरा प्रभु येशू ख्रीष्टको अगाडि जब मार्थाले राख्छ नि, अब यहाँ भन्छ तिम्रो भाइ बिउतने छ। यो एउटा जिउँदो आशा थियो, मार्थाको जिउँदो आशा हो। यो मरिसकेको भाइ 4 दिन भइसकेर पनि अझै आशा टुटेको छैन मार्थामा। है प्रिय विश्वासीहरू, आज त्यो मार्थाको जस्तो त्यो विश्वास हामीमा हुनुपर्छ। मरिसकेको आशा हुनै नसक्ने कुराहरू पनि यद्यपि हामीले मार्थाले जस्तै यो कुरालाई विश्वासलाई अगाडि राख्छौँ भने चाहिँ यहाँनिर सम्भव प्रभु येशू मसीहले यो चमत्कार। मरेको 4 दिन बाद मान्छे बिउतेर निस्किँदाखेरि त्यहाँ हुने उपस्थित हुने त्यो व्यक्तिहरू चाहिँ कस्तो भयो होला सोच्नुहोस् त। कति भागदौड, कति भाग्यो होला होइन, कुद्यो होला, बेहोस भयो होला नि कतिजना। मरेको मान्छे कात्रोसँगै बाहिर निस्किँदाखेरि सायद हामी सम्झौँ त थियो भन्ने मात्र होइन, तर हामी चाहिँ उहाँको दिदीले जस्तै त्यो आशामा हामी परमेश्वरमा भरोसा, आशा भरोसा राख्न पर्ने कुराहरू चाहिँ यहाँ देखाउँछ। अनि यो असम्भव कुरो चाहिँ यो सम्भव हुन्छ परमेश्वर येशू ख्रीष्टमा भन्ने कुरा चाहिँ यो वचनले चाहिँ हामी तपाईँलाई देखाउँछ। यहाँ आउनुहोस् तपाईँहरू, सायद भोलिको दिन ढिलो होला, समयमा यो कुराहरू पूर्ण भएर जान्छ। मरेको लाजरस भन्नुको मतलब नै तपाईँ र मेरो आशा भरोसा सबै टुटेर सबै खतम भइसकेको कुरा हो। मरेको पनि 4 दिन भइसकेको कुरा हो। र यसरी यस्तो अवस्थामा पनि प्रभु येशू मसीहले लाजरसलाई बिउताए भन्छ भने आज तपाईँ र मेरो मरेको आशा पनि फेरि जीवित हुन्छ। अनि प्रभु येशू ख्रीष्टमा यो कुरो चाहिँ सम्भव छ भन्ने कुराहरू यहाँ छ। अनि चेलाहरू तिमीहरू त्यहाँ नभए थियौ न, म पनि त्यहाँ थिइनँ कि तिमीहरूले म नभएकोले राम्रो, किनभने यहाँ परमेश्वरको महिमा देख्नु पर्ने थियो, ताकि येशू ख्रीष्ट जसलाई उनीहरूले पछाउँदैछ नि त आजको दिन चाहिँ मरेको 4 दिन भएको लाजरस चाहिँ त्यो ढुङ्गाको ओडारमा राखेको व्यक्ति चाहिँ जिउँदो भएर निस्कन पर्ने।